बाहर का तापमान 25 डिग्री सेल्सियस है। उपस्थित हुनुहुन्छ नेपालका विख्यात गायककार श्रीमान प्रमोद खरेलज्यू। जोरदार हात तालीले उहाँलाई स्वागत गरौँ। दर्शकवृन्द, प्रमोद खरेलज्यू उहाँलाई एउटा असमिया जातिले सम्बर्धना जनाउनुहुन्छ। सम्माननीय सभापति श्रीमान कृष्ण केसीज्यू। हाम्रो मायालाई अपनाएर उहाँ आउनु भएको छ हामी बीच। उहाँलाई जोरदार हात तालीले स्वागत गरौँ र साथै हाम्रो यहाँ कामाख्या मन्दिरको एउटा सानो उपहार स्वरूप उहाँलाई दिँदै सांस्कृतिक सचिव श्रीमान रामनारायण सुवेदी। जादु चलायो तिमीले, टुना चलायो तिमीले, वैशाखको सुगन्ध कुना कुना चलायो तिमीले। मुर्दाले पनि एक फेर शिर उठायो रे। मरेको मुर्दा हुन्छ नि, मुर्दाले पनि एक फेर शिर उठायो रे। जब फुलबुट्टे छोरीको तुना चलायो तिमीले। आर रेडी? जादु चलायो तिमीले, टुना चलायो तिमीले, तिमीले तिमीले, वैशाखको सुगन्ध कुना कुना चलायो तिमीले, तिमीले तिमीले, जादु चलायो तिमीले, टुना चलायो तिमीले, वैशाखको सुगन्ध कुना कुना चलायो तिमीले। मुर्दाले पनि एक फेर शिर उठायो रे। जब फुलबुट्टे छोरीको तुना चलायो तिमीले।
गोप्यमै राखौँला ओ यो कुरा गोप्यमै राखौँला ओ यो कुरा गोप्यमै राखौँला ओ यो कुरा गोप्य सबैजना ओ यो कुरा गोप्य ओ यो कुरा गोप्य ओ यो कुरा गोप्य ओ यो कुरा गोप्य हजुर पानी आसामको गुवाहाटीको Your